हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईँहरूलाई नेक्स्ट भिडियोमा पार्ट 2 हैन। तिम्रो कपाल देखाउ न, कपाल नेमार जुनियर नचाइ काम गऱ्यो 55 हर्कत है। नेमारको स्टाइलहरू खाँदै यस्तै छ। आज कहाँ जान्ला? ग्यालेरिया मल ग्यालेरिया मल जाने अँ। एउटा कफी सप छ, खै थाहा छैन त्यो चाहिँ। अनि जे कफी सप छ भने कफी सपको काम होइन, भोक पनि लागे जस्तो भएको छ। खान त अघि पनि खाएको, तर त्यही यसो जाउँ भोजन रमाइलो गरौँ, त्यो दिन कटाउने के छ त नि। आज ब्लग छ पार्ट 2। ओके ल। ओके त्यो आज चाहिँ ग्यालेरिया मल जान्ला साथीसँग। अब उतै भेटौँला होइन। मौसम चाहिँ यस्तो छ, दामी छ मौसम आज होइन। सो अहिले चाहिँ हामी अन्डरपास हुँदै हो साथीसँग। अब यहाँबाट गाडी कुदाउन जान्छौँ। 15-12 मिनट हल्का छिटो निस्किनु पर्ने हो, तर साथीले लेट गर्छ जहिले पनि। लेट गरे होइन कि आज चाहिँ थकालीले लेट गर्यो। खानु परेन। यस्तै हो, के गर्नु। अब विदेशको जिन्दगी यस्तै हो। मेरो चाहिँ छुट्टी थियो, साथीको चाहिँ छुट्टी थिएन। अनि उसलाई नै कुरेर बस्यो, हिँड्यो होइन, सबै चिज भयो। त्यही हो, यस्तै छ जिन्दगी, चलिरहेको छ है। अहिले चाहिँ हामी बस कुर्दै हो साथी र म। अनि एकछिन यो बादलहरू हेर्दै बस्यो होइन, टाइम ल्याप्स हान्यो। साथीले फोटो खिच्यो, फोटो देखाउ न। यस्तो छ फोटोहरू। हाम्बा यता ओ धुम्बा। सो फाइनली अब आइपुगिसक्यो होइन, भित्र छिर्नु लाग्यो। के छ हामी साथीभित्र है, त्यस्तै छ। देखाउन किलिन एम्बापे डाल हेर न। 5 guys for me and you 2 guys. नसक्ने छ। त्यही हो, अब भित्र जान्छौँ हामी, यसो डुलडाल गर्छौँ यसो होइन, के हुन्छ भित्र देखाउँछौँ। अहिले चाहिँ हामी मलभित्र छिरिसक्यो साथी र म होइन। डुल्दैछौँ, हेर्दैछौँ के छ कसो छ नि, चाहिने सामान खोज्दैछौँ। मलाई चाहिँ प्यान्ट चाहिँदैछ होइन। हेरौँ जाडामा खोजेको जस्तै भेटेन कि होइन, हेर्नु पर्यो, राम्रोसँग हेर्नु पऱ्यो नि त। अनि राम्रोसँग हेरेको अनि एकचोटि डुलौँ न, कहीँ भेट्यो भने त भेट्यो नि। ट्राइङ जाउँ न, ट्राइङमा हेर्छौँ न। हल्का सेमी फर्मल जस्तो खोज्नु पऱ्यो क्या होइन, उसको लागि हो कि। उता जाँदैछौँ नि त हामी, के भन्छ वर्ल्ड अफ कफीतिर, त्यसको लागि चाहियो क्या मलाई चाहिँ। भइहाल्यो, यता एकपल्ट यता हेर्नु नि भइहाल्छ नि। ठिक छ, त्यही हो ल, अहिले भेटौँला। भिडियो गरौँ न। गरिरहेको छु ल, भन नि त। अब साथी आज हाम्रो प्लानिङ भनेको यही हो होइन। अनि अब आइपुगिहाल्यो अब ग्यालेरिया मल। यो ठाउँ चाहिँ लास्ट पिसफुल छ होइन अलिकति। अब हाम्रो बजेटको कफी सप चाहिँ यो हो कि दामी छ होइन। अब यो एरिया दिएको छ, उतै बिल्डिङ छ त्यो त्यो के अरे त्यो मलेसिया टाइपको छ नि बिल्डिङ, त्यो बिल्डिङ सही छ क्या। त्यो यहाँ चाहिँ अहिले हामी चाहिँ ऱ्यान्डम कफी सपमा चाहिँ आएको यति कफी खानलाई। सो अहिले चाहिँ 2टा अमेरिकानो मगाएको छौँ। त्यही हो, स्विट खाने भने खाऊँ। मेन भने चाहिँ यतिकै डुल्दै आएको होइन। अनि आज छुट्टी, बिहानदेखि कफी खाएको छैन, कफी खाइदिउँ न भनेर पनि। अनि इभन यो कफी सपले चाहिँ राम्रै कफी रोस्ट्रीको कफीहरू चलाउनु रहेछ। सो त्यसैले यहाँ आयो, त्यही हो। अब अहिले भनेको चाहिँ साथी स्विट्सहरू पनि हेर्न गएको छ। अब साथी आएपछि चाहिँ हामी फेरि ब्याक हुन्छौँ। यो के साथी आएको Nobody wanna see us together, body no matter no. I like you, babe. जिन्दगी छ क्या। बेबको साथीसँग घुम्नु परेछ यार, कफी साथीसँग डेट आउनु परेछ कफी आएर त्यही साथी यार। कस्तो जिन्दगी, तिम्रो जिन्दगी त्यस्तै छ, मेरो जिन्दगी त्यस्तै छ। यस्तै छ, हल्का कहिलेकाहीँ रिफ्रेस हुनुपर्छ, बाहिर आउटडोरतिर पनि घुमिराख्नुपर्छ। त्यही हो, म्याक्सिमम् यो युएमा हुने मान्छेहरू चाहिँ 6 दिन काम गर्नुहुन्छ, त्यसपछि 1 दिन रुमको रुममा हुन्छ होइन।
अनि धेरै फ्रस्ट्रेट भइरहेको हुन्छ त्यसैले आउटडोरतिर घुम्नु होइन पहिला म पनि त्यस्तै थिएँ तर बाहिर घुम्दाखेरि हल्का रिफ्रेसमेन्ट हुन्छ त्यसपछि जुन चाहिँ अब तपाईँहरूलाई कहिले घरको प्रेसर हुनसक्ला के हुनसक्ला होइन हल्का हुन्छ त्यही हो एकै ठाउँमा चाहिँ कोचेर नबस्नु त्यही हो तर तिमी बाहिर जाऊँ भन्ने चाहिँ मेरो कुरा हो कि तिमी कहिले मान्दैनौ मैले तिमीलाई मैले चाहिँ बाहिर जाऊँ भन्ने कुरा हो कि म चाहिँ घर बसिरहनु सकिँदैन क्या त्यही हो एकताखा साथीले दुःख पनि पोखाएको थियो साथी हल्का त्यस्तै सिचुएसनमा थियो त्यो टाइममा चाहिँ म साथीसँग चाहिँ साथ चाहिँ दिएँ साथी त्यो सिचुएसनबाट आउट आइसकेपछि चाहिँ अनि मैले बोलाउँदाखेरि पनि होइन यार बिजी छु मन लाग्दैन भनेर म चाहिँ रुममै बस्दिन्थेँ अनि एकचोटि गुनासो गरिरहेको थियो एक्लै हिँड्छ एक्लै गर्छ मात्रै भनेर होइन कहीँ जान्दैन भनेर त्यही हो अब यस्तै हो जिन्दगी भनेको त्यसैले अप एन्ड डाउन भन्ने कुरा त भइहाल्छ अरू त के भन्नु छ र त्यही हो साथीभाइसँग डुल्नु मजा गर्नु होइन 2 दिने जिन्दगानी कहिले घाम कहिले पानी होइन जहिले हाँसिरहनु फुलिरहनु त्यही हो के भन्नु छ यो बारेमा अब यस्तै हो साथी अब आएको 3 वर्ष पुग्न लागिसक्यो होइन सेभिङ भन्ने छ कुन मफिन रह्यो ब्लुबेरी बेगन ब्लुबेरी ठिक छ यस्तै हो अघिको भिडियो चाहिँ मैले काट्दै होइन साथी एकदमै फेरि 81 भावुक भइदिइहाल्छ भएको छैन बाबु त यार होइन भनेको हो अनि त्यस्तो हुन्छ लिभ इट तर म जति जस्तो भए पनि तर हामी म लिमिटमा हुन्छु क्या जे जस्तो भयो भने जति जे गरे पनि दुःख छ अहिलेसम्म दुःखै छ कतै दुःख छ तर त्यही पनि म लिमिटमा हिँड्न आउँछु दुःख भन्ने चिज मनमा राखेर हिँड्न आउँछु तर खुसी चाहिँ म एकदमै बाहिर चाहिँ म खुसी चाहिँ लाग्थेँ खुसी भएर हिँड्छु आमा अनि भित्र चाहिँ के भन्नु भित्र भनेको भित्र त्यो आफ्नो प्राइभेसी हुन्छ प्राइभेसीहरू भनिराख्नु हुँदैन नि त नसक्ने गाह्रो छ होइन अब यो वाग You know what I'm saying? You know, त्यस्तो छ अब आम्बो ह्यान्डसम यता हेर न फोटो कस्तो खिचिदिँदो रहेछु अहिले ओइ 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 ल You know what I'm saying? You know. नसक्ने जो अब एक नम्बरको चर्दो रहेछ त्यो चाहिँ हामी निस्किसकेको छौँ होइन साथीलाई मैले हाम्रो यहाँ यो एरियाको होइन एउटा भिआइपी एरिया छ क्या पाल छ कि त्यो एरिया चाहिँ होइन अनि साथी तिमीलाई पहिला आएको पहिला कहिले त्यो ठाउँमा कस्तो लाग्यो कफी तिमीलाई कफी ठिकै छ नट ब्याड कमर्सियल कफी हो तर जे भयो नि राम्रो छ है हामी चाहिँ प्यान्ट किन्नलाई छिरेको मैले चाहिँ हुडी किनेर निस्केँ यस्तै हो है लास्ट टाइम लाग्यो तिमीले लास्टै समाधानहरू देखाउ न यस्तै छ स्वा छ प्यान्ट त्यस्तै टाइपको छैन जुत्ता नि छैछ आमा ड्राइभै खान देखाएको जुत्ता त आमा यही हो यो चाहिँ आउटफिट आजको त्यही हो यस्तै छ केटोको जिन्दगानी कस्तो भयो साथी एक्सपिरियन्स राम्रो भयो यार एक्सपिरियन्स राम्रो भयो नि कस्तो लाग्यो मल तिमीलाई मल ठिकै लाग्यो यार तर भिडियोहरू चाहिँ धेरै गरेन है घुमेरै व्यस्त भयो म यो ठाउँमा 3 चोटि आएँ 3 चोटि यो मलमा एप्पल स्टोर चाहिँ दामी थियो अरे यहाँको तर एप्पल स्टोर दामी थियो जाडोमा त्यो सुज मन परेको थियो हो यदि त्यही हो आज चाहिँ धेरै नै घुम्नु चाहिँ घुम्यो होइन तर भिडियोहरू गर्न पाएन गरेन के गर्नु बिर्सिहाल्यो यस्तै छ है अब प्यान्ट किन्ने भनेर सोचमा गएको हुडी किनेर निस्केँ त्यही हो अब यो चाहिँ हल्का बोरिङ हुन्छ होला त्यसको लागि चाहिँ माफ गरिदिनु अनि भिडियो चाहिँ लास्टसम्म हेर्नु भएको छ भने चाहिँ अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यही हो सानो माया दिनुहोस् हामीलाई अलिकति थकित पनि छ आज अनि त्यो बेल एकाउन्ट चाहिँ बजाउन नबिर्सिनु होला टुलुङ भन्दै